काममै राख्ने हो कि ए बसौँ न एकछिन कस्तो फिल भइरहेछ माया तिमीलाई राम्रो फिल भइरहेको छ बिचमा यता चाहिँ हामी अब घोडा चढिरहेछौँ रेगिस्तानको यो चाहिँ उठीहरू हेलो आज चाहिँ हामी ओक्रा बिच घुम्न जाँदैछौँ फ्राइडे चाहिँ धेरै भिड हुन्छ अरे त्यसो भए आज सटरडे जाँदैछौँ हामी चाहिँ घुम्नलाई हामी पहिला पनि गएको थियौँ नि त एकचोटि तर त्यो बेला त अँध्यारोमा गएको थियौँ होइन अब हामी चाहिँ आज हामी उज्यालै छ अहिले त अहिले कति बज्यो भने ठ्याक्कै 3 बजे हामी चाहिँ 3 बजे निक्लिँदैछौँ होइन रुमबाट 3 बज्यो 3 बजे निक्लिसके पछाडि चाहिँ कस्तो हुँदो रहेछ भने यहाँबाट जाने माया होइन ओमघोलिना जाने ओमघोलिनाबाट रेड लाइन पक्रेर ओक्रा जाने होइन ओक्राबाट M27 बस लाग्छ होइन त्यहाँबाट लाग्छ नभए त्यहाँबाट उत्तर गर्न पनि हुन्छ अनि अब हामी चाहिँ हिँड्दैछौँ मेट्रो बसको लागि हामी चाहिँ मेट्रोमा जाने हो नि त त्यही भएर मेट्रो बस यहीँनिर हाम्रो नजिकै आउँछ त्यहीँनिर जाँदैछौँ त्यसपछि मेट्रो चढ्ने मेट्रो कार्ड त बोकेको छ नि मेट्रो कार्डमा एउटा मेरोमा पैसा सकेको छ है मेरोमा छ तर ऊ तिम्रोमा भएर के गरे मेरोमा छैन दुईजना जानु मिल्दैन होइन तर केही छैन तर कपाल बनाएँ होइन निस्किने बित्तिकै बिग्रियो यो हावा यस्तो धेरै छ मजाले हावा घाम धेरै छ क्या अनि त्यति नै अरू शीतल शीतल के पनि छैन हावा र घाम अब चाहिँ हामी अब उता मेट्रो स्टेसनमा पुगे पछाडि भिडियो बनाउँछ हामी चाहिँ ठ्याक्कै अब यतापट्टि रुम अगाडि यता आयो मेट्रो कुर्नलाई त्यसपछि त्यहाँबाट कन्टिन्यू गर्नुपर्छ तर हामी अलि धेरै चाँडै निक्लियो क्या हो चाँडो होइन पुग्दाखेरि हामीलाई 1 घन्टा लाग्छ होला 1 घन्टा लाग्छ अनि 4 बजी हाल्छ 5 बजीसम्ममा राम्रो भिडियोहरू खिच्यौँ कहाँ काट्यो भने 6 बजी तरेर भइहाल्छ सनसेट आनन्दले बस्ने एकछिन अनि बस आउनु फेरि यहाँ 12 मिनटमा बस आउँछ नि त तर घाम पनि हुनसक्छ भर्खर गएको चाहिँ म हेर्छु त यहाँ शीतलमा बस्यौँ यहीँ त हो नि है ल अब यो चाहिँ टुबी कन्टिन्यू गर्छौँ है गाइज यो चाहिँ मेट्रो स्टेसन आइपुग्यौँ होइन ओमघोलिनाको अब त्यस पछाडि अब मेट्रोमा भित्र छिर्न लाग्यौँ माया यता हेर त खोइ जाँदा लिप एकजनाले त आएर भागिहाल्यो होइन तर नो प्रब्लम हामीसित इनफ टाइम छ ल हिँड्नु नाटक नगर्नु चिटिक्क बनेर होइन राम्री बनेर बिचमा जानु लाग्छ अहिले घाममा डढेर पुरै काली बनेर आउने होला सन ब्लक बोके खाइ छैन यहाँ तर लास्टै कि है तर यो चाहिँ कहिलेकाहीँ केही फरक पर्दैन कपाल बनाएको त जस्तोको त्यस्तै भइसकेको छ त ल यो चाहिँ पछाडिको भ्यू छ होइन यो चाहिँ अगाडिको भ्यू हो हामी दुईजनाको होइन हामी मेट्रो स्टेसन हामी जाँदैछौँ कति टाइममा पुग्छौँ हामी पहिला एकचोटि जाँदाखेरि चाहिँ उबरमै गएको थियौँ हामीसँग अर्को एउटा भाइ पनि थियो अनि हामी 3जना भएर उबरमा गएको थियौँ यसपालि चाहिँ हामी बिलाल थियो बिलाल होइन उयो मिस बिलाल होइन बिलाललाई मिस गरिरहेको छ होइन भाइलाई मिस गरिरहेको छु अहिले चाहिँ हामी 2जना मात्रै छौँ अब बिलालले अब यो भिडियो हेऱ्यो भने दाइ बोलाएको भए म पनि आइहाल्थेँ नि भनेर भन्छ है मेट्रोमा एउटा पैसा छैन होइन तर कुनमा हो मलाई थाहा छैन म चेक गरेर एउटा पैसा हाल्छु होइन एउटामा त छ नि उत्रियौँ तर ओक्रा पुगिनौँ यो चाहिँ हो यहाँ यो बाटो चाहिँ 2टा हिँड्छ क्या एउटा हमादको लागि एउटा ओक्राको लागि यो लिफ्टमा चाहिँ जहिले भिड हुन्छ क्या उठ्ने बित्तिकै चढ्नुमा चाहिँ भन्नु पर्दैन एकछिन उठ्ने अनि अर्को त त्यहाँबाट चढ्ने लिफ्टमा छौँ लिफ्टबाट अब मुनि उत्रिँदैछौँ मेट्रो स्टेसनबाट निक्ल्यौँ अब मेरो बुढी चाहिँ गई आउँदै हुनुहुन्छ मेरो बुढा पनि श्रीमानज्यू पतिदेव पछाडिको भ्यू चाहिँ यस्तै छ हामी चाहिँ अब यहाँनिर ओक्राबाट वे आउट हुँदैछौँ यो चाहिँ यता हेर त ल
हामी चाहिँ यहाँ पानी किन्नु जाँदैछौँ। अब मेरो हस्बेन्डले चाहिँ यहाँ पानी किन्नुहुन्छ। अनि अब गयौँ यहाँदेखि पनि। धेरै हावा चलिरहेको छ। आमा मान्छे उडाउला जस्तो हावा हुन्छ घरिघरि। अनि हामी चाहिँ पानी खाएर अब हिँड्दैछौँ। यहाँनिर छ बसहरू, सबै बसहरू छ यहाँनिर। अब यहाँको बस चढेर हामी जान्छौँ। अनि गएको पनि भिडियोहरू सबै खिचिरहेको छु म। घाम चाहिँ लास्टै घाम। मैले चाहिँ ग्लास ल्याउन बिर्सेँ। अनि मेरो हस्बेन्डले चाहिँ उहाँहरू आफ्नो मात्रै बोकेर हाल्नु भएको रहेछ क्या। बुढीको चाहिँ मतलब नगरिकन पानी खानु पर्दैन, मलाई तिर्खे लाखाइ नै भनिरहेको थियो। अहिले चाहिँ उसलाई अब मैले खाएको देखेर खानु पर्यो। अब हाम्रो यहाँनिर M127 पनि बस आयो जस्तो लाग्यो होइन, तर यो होइन रहेछ। अब यहाँ चाहिँ लाग्दो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ M127 लाग्छ है। यहाँ चाहिँ अहिले M128 लागिरहेछ। सायद यो गए पछाडि आउँछ जस्तो लाग्यो। यो बसमा पुगेर ठ्याक्क ओखरा बिचमा पुऱ्याइदिन्छ। बाहिरको नजारा चाहिँ यस्तो छ यहाँनिर। यो चाहिँ ओखरा स्टेसन हो है, तर यता भन्दा पनि उता यता एरियामा चाहिँ राम्रो आउँछ। तर यो यता पनि राम्रै छ। मान्छे चाहिँ बस आउन टाइम लाग्ला जस्तो लाग्यो। यसो पर्खिन्छौँ एकछिन, यसो एक राउन्ड लगाउनु पऱ्यो होइन। बुढाबुढी घाममा त राम्रो आउँछ त। अब हेर्नु यहाँ तपाईँहरूले म्याजिक हेर्न सक्नुहुन्छ होइन। यहाँ शीतल छ, यस्तो छ। घाममा चाहिँ फेरि यति राम्रो छ कि, किनभने यो मैले यता घाममा ल्याएर चाहिँ मैले चस्मा लगाएको छु होइन। यहाँ चाहिँ घाममा चाहिँ राम्रो आउँदो रहेछ। यसलाई चाहिँ घाममै राख्ने हो कि ए बसौँ न एकछिन। हामी बस चढ्यौँ। अब हामी जाँदैछौँ। ठ्याक्कै 127मा बसमा आएर ठ्याक्कै बसबाट उत्र्यौँ होइन। यहाँ चाहिँ ठ्याक्कै ओखरा बिच अगाडि होइन। यो सिप अल्टेडिङ रहेछ अगाडि चाहिँ। यहाँबाट चाहिँ तपाईँहरू यहाँको नजारा देख्न सक्नुहुन्छ। यहाँनिर ठ्याक्कै आएर तर ठिकै छ। यतिखेर आयो घाम त घामैमा त राम्रो आउँछ त। फोटो एकैछिनमा अब जान्छ। तर यो यस्तो हो नि त गरिब महिनामा। तर फेरि यस्तो हो नि त 6:30 बजीसम्म फेरि के अरे अँध्यारो हुँदैन। ठिकै छ यो टाइममा आउँदा चाहिँ। मैले ग्लास लगाएर होइन कि अस्ति नै आउँदा कस्तो भएको थियो हामीलाई, रिग्रेट भएको थिएन चाँडो आउनु पर्ने रहेछ भनेर। तर यहाँ चाहिँ होइन उता के अरे दोहाको सुकु वाकीमा आए जस्तै छ यतातिर पनि। तर छिर्यौँ। अब यहाँबाट छिर्दा छिर्दै यहाँ चाहिँ हल्का कन्स्ट्रक्सन लाइन पनि भइरहेको रहेछ। हामी चाहिँ यताबाट निक्ल्यौँ। अब यहाँबाट जाँदैछौँ। अब चाहिँ यहाँबाट बिच सुरु भयो है। वाउ भने छैन त। धेरै त हिँड्नु पर्ने रहेनछ। धेरै हिँड्नु पर्दैन छैन, 2-3 मिनट हो। अब चाहिँ ठ्याक्कै आएर बसमै हाल्दा सजिलो रहेछ उहाँदेखि। यहाँ चाहिँ अब आयो होइन। अब ठ्याक्कै आएर यहाँ चाहिँ मान्छेहरूले अब यहाँ बस्ने खाने बार्बिक्यू गर्ने यता रहेछ। बार्बिक्यू गरेर यहाँ खाने होइन नि। उतापट्टि चाहिँ हो नि, यो चाहिँ फ्यामिली बिच चाहिँ रहेछ। अब यहाँनिर चाहिँ मान्छे नहुने हो नि। यो फ्यामिली बिचै हो। उता चाहिँ सिङ्गलपट्टि छ क्यारे होइन। छाल चाहिँ यसमा छैन। छाल चाहिँ उता हो क्यारे माया। अब यहाँ हेर्न सकिन्छ। एकछिन हिँडौँ उताबाट जाउँ न त होइन। हामी ठ्याक्कै यहाँनिर बिचमा आयौँ। ल अब मेरो मायाको चाहिँ म ट्याक्कै लाएर बुढीको चाहिँ फोटो खिचिदिन्छु भिडियो। ल यो ऊ चाहिँ कुद्दैछ तर कुद्न पनि नसकिने रहेछ यहाँनिर। तर अलि हामी चाँडो आएर घाम छ धेरै, खुट्टा काटेर तर हामी जाने चाहिँ उता जुन उता चाहिँ प्यारासुट छ नि त्यतातिर भइरहेको ठाउँमा उतातिर जाने हो कि। यो चाहिँ अब ल मेरो बुढीको चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो होइन। मेरो चाहिँ एकचोटि होइन धेरैचोटि भइसकेको छ। चिसो पानी रहेछ है। पर हाम्रो ब्याग छुटेर ब्याग लिनु जानुभएको छ। अनि ब्याग चाहिँ ल्याउनु भएन छ, स्ट्यान्ड मात्रै लिएर आउनु भएछ। अनि यहाँको नजारा चाहिँ यस्तो चाहिँ एकदमै राम्रो थियो। सानो त हामी अलिक बेसी घाम चाहिँ छ यहाँनिर, तर एकदमै राम्रो क्या। यहाँ वरिपरि यस्तो छ। मेरो हस्बेन्ड पनि आइपुग्नु भयो यहाँनिर। कस्तो लाग्दैछ त बुढा? बिन्दास रमाइलो। अब हिँड्दै हुनुहुन्छ त्यो यस्तरी भिडियो बनाउँछु म भन्दै हुन्छ। अब कसरी भिडियो बनाउनुहुन्छ हेर्नुपर्छ। एकदमै राम्रो क्या। यहाँ हेर्नु कस्तो राम्रो मजाको छाल क्या।
पानीको अझै अर्कोपट्टि अझै राम्रो छ भन्दै हुन्छ। एकछिन हामी यहाँ बस्छौँ अनि चाहिँ अर्कोपट्टि पनि जान्छौँ। अहिलेलाई चाहिँ यताकै हामी एकछिन रमाइलो गर्छौँ, यहीँ भिडियोहरू खिच्छौँ अनि मात्रै अर्कोपट्टि जान्छौँ क्या। फेरि उता गयो अनि फेरि यता आइँदैनन्। हाम्रो चाहिँ ब्याड लक चल्यो। अब चाहिँ भिडियो बनाउने भनेर यो अड्याएको थियौँ, ठिक्कै यो नै भाँच्यो कहाँ। अनि कस्तो लाग्दैछ बुढा अब यो भाँच्यो? मलाई समात्न भन्नुभएको त, म चाहिँ समातिन छु। अनि भाँच्यो। रेस्ट गर्दैछौँ। अब त्यो गाडीमा हामी जान्छौँ, त्यो गाडी अर्को साइड जानुको लागि। अनि अब चाहिँ हामी भाँच्यो भनेर दुःख मानु गर्दै हुनुहुन्छ। अब मलाई नि भाँच्यो भिडियो खिच्नै पाउँदैन भन्नुभएको छ। अब भाँच्यो हेर्नु न, यसमा भिडियो बनाउने भनेर अनि बोकिवरी ब्याग बोकिवरी ल्याएको थिएँ नि त मैले, तर भाँच्यो। अब केही कुरा तर केही छैन, यसलाई यो जोड्नु मिल्दो रहेछ। जोड्नु त मिल्छ, तर हामीलाई के चाहिन्छ, सुपर ग्लु चाहिन्छ। हामीसँग सुपर ग्लु छैन नि त यहाँ, त्यही भएर चाहिँ अहिलेलाई चाहिँ हामीले मजाले भिडियो बनाउन पाएनौँ। चाहिँ यतापट्टि होइन हाइकिङ गरे जस्तै छौँ। यो चाहिँ ठ्याक्क लाएर बिचमा, यता चाहिँ हामी अब घोडा चढिरहेछौँ। यता हेर माया, कस्तो एक्सपिरियन्स भइरहेछ त? राम्रो। म यस्तो फर्स्ट टाइम चढेको हो। म चाहिँ चढिसकेको छु इलाममा होइन, तर यस्तो यो रथमा चाहिँ होइन, यो चाहिँ अब रोयल फिल आइरहेको छ नि। तर यो अगाडिदेखि भिडियो बनाउन पाए दामी हुन्थ्यो। बाहिरको भ्यू चाहिँ यस्तो छ, यता हेर्न सक्नुहुन्छ। कस्तो फिल भइरहेछ माया तिमीलाई? राम्रो फिल भइरहेको छ। यहाँ अहिले पानीपुरी खानु, यहाँ पानीपुरी पनि रहेछ होइन, ठिक छ। रेगिस्तानको यो चाहिँ उटहरू, यो चाहिँ उटको पनि सवारी गर्न सकिन्छ, तर मैले गर्नु भने उसले चाहिँ मानिनँ। ऊ चाहिँ के अरे घोडामा चाहिँ मजा लाग्यो अरे। यो चाहिँ यस्तो भ्यू छ। लाग्छ कि यो म चढ्न सक्दिनँ, मलाई डर लाग्छ। उयसमा चाहिँ तिमीलाई मजा लाग्यो? त्यसमा चाहिँ एकदमै राम्रो। यो चाहिँ हामीले अब यतापट्टि यो बिच चाहिँ यताबाट अलिक टाढा आइपुग्यौँ हामीले। यो चाहिँ अहिले यसो होटेलहरू, त्यस पछाडि यस्तो अब बार्बिक्यू क्यान गरेर खानेहरू यतातिर। अरू रमाइलो भन्दा पनि मलाई चाहिँ त्यो घोडा चढेर चाहिँ झन् दामी रमाइलो लाग्यो कि हे। रथ बस्न मजाले मिल्ने खालको त्यो घोडाहरू चाहिँ मलाई एकदम डर लाग्छ क्या चढ्नुलाई। घोडा हेऱ्यो भने उठ चाहिँ, तर ओख्रा आउँदा चाहिँ तपाईँहरूले छुटाउनै नहुने चाहिँ होइन। यहाँनिर लास्ट त्यो सुकवाकीतिर जस्तोपट्टि ठाउँपट्टि आए पछाडि यतापट्टि होटेल रहेछ, तपाईँ यता हेर्न सक्नुहुन्छ। यहाँ आइसके पछाडि चाहिँ बेटा पनि लेख्न। यो पानीले छुँदा पनि यस्तो आनन्द, चिसो क्या गर्मीमा। तर मेरो लुगा सबै भिडियो बसेको 1 2 3 यहाँ चाहिँ प्लेन पनि आउँदैछ यसरी। अनि हामी चाहिँ छौँ यहाँ बिचमा यसरी। मेरो बुढा चाहिँ त्यहाँ हुनुहुन्छ अनि एकदमै रमाइलो फिल भइरहेको छ यहाँनिर बिचमा। कस्तो रमाइलो क्या, आनन्द आइरहेको छ। अब त शीतल पनि भयो अनि एकदम राम्रो मिठो हावा चलिरहेको छ नि त, त्यही भएर। के छ बुढा? ठिक छ, एकदम ठिक छ। यहाँ रथ आयो। यहाँ खोइ खोइ मेरो बुढाको चाहिँ यहाँनिर केमा ढुङ्गामा लाग्यो केमा लाग्यो, थोरै रगत आयो। फेरि हिँड्दै हुनुहुन्छ यहाँ पोज दिएर। मैले चाहिँ युट्युब भिडियो बनाइरहेको थिएँ, किन भन्ने ल हिँड्नु न। लाज लाग्यो रे मेरो बुढालाई। ल ल ल दामी आयो। माया कस्तो लाग्यो त? तर गल्यो धेरै नै निकै टाइम
हामी अझै जान चाहिँ हाम्रो चाहिँ प्लान चाहिँ उता थियो होइन यहाँसम्म तर जान सकेन ल कस्तो फिल भइरहेछ ल राम्रो फिल भयो अनि अनि अब थाक्यो अब खाने अँ, अब चाहिँ हामी फर्किन लाग्यो अब चाहिँ कपाल पनि यस्तो भएको छ मलाई त अरू भन्दा नि पानीतिर लगाइसके पछाडि यस्तो पानीतिर लगाइसके पछाडि केही गर्न पनि सक्दिनँ म त यार लास्टै शीतल हुन थाल्यो अब यहाँदेखि हामी रुम फर्किन्छौँ यो चाहिँ है बिचको एउटा भनौँ न देखि आएको नि त यताको साइडमा यहाँ पर वरिपरि सबैतिर घुम्यौँ अब चाहिँ हामी रुम फर्किने तर एकदमै कस्तो क्रेभिङ जस्तो भएको छ क्या पानीपुरीको त्यही भएर उता पर पानीपुरी देखेको थिएँ आउँदा आउँदै त्यतिखेर भोक थिएन बिच घुमेर सक्यो गलियो गल्यो पनि पानीतिर चाहिँ यस्तो पानीतिर लाग्यो नि कुरै नगरौँ तिमीलाई पानीतिर लाग्छ नि मलाई पनि तिर्खा लागिरहेछ यो बेला चाहिँ घुम्नु पर्ने रहेछ कि फोटो चाहिँ यस्तो घाटमा आएको थियौँ होइन तर फोटो खिच्नु चाहिँ त्यो बेलामा आउने हो घुम्ने बेलामा चाहिँ होइन यसो अब हुन्छ नि शीतल फिलिङमा घुम्न चाहिँ यो बेलामा रहेछ मेकअप पनि यस्तो भयो कपाल पनि यस्तो भइरहेछ अनि तिर्खा लागिरहेछ भोक लागिरहेछ त्यही भएर भोक त त्यस्तो छैन तल तल जस्तो भएको छ क्या पानीपुरी अमिलो पिरोको त्यही भएर हामी उता पर गएर पानीपुरी खान्छौँ अघि आउँदा चाहिँ देखिरहेको थिएँ क्या मैले यता पछाडि चाहिँ एउटा होटेलहरू छ क्याफेहरू यसरी हेर्न सक्नुहुन्छ मेरो उनी चाहिँ यसरी हिँड्दै छिन् ल यता आउँ त थाकेको अवस्था त्यहाँनिर के चढेर जानु पर्छ त्यहाँ त्यो ट्रान्सपोर्टेसन ऊ राखेको हुन्छ नि त त्यहाँ राखेको हुन्छ नि नभए फेरि त्यो अघि नै आएको घोडामा पे गरेर भए पनि जानुपर्छ यहाँ चाहिँ यस्तो छ हामी चाहिँ बिच घुमेर सक्यो बिच भन नि पुग्यो अब चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला गाइज है कतारको सबैभन्दा राम्रो बिच चाहिँ कुन छ मैले चाहिँ सुनेको थिएँ फिरुवात हो कि फरवात बिच भन्ने अनि त्यस पछाडि अजरबैजान बिच भन्ने सुनेको छु होइन सिलान बिच त गएको छु एउटा कमेन्ट गर्नु होला कुन चाहिँ बिच राम्रो छ है हामी त्यहाँ जान्छौँ अब अनि हामीले चाहिँ कतार त्यति धेरै एक्सप्लोर पनि गरेको छैनौँ कि एकदम मेरो बुढा मैले त्यस्तो हुन त अस्तिको चोटि पहिला आउँदाखेरि कति धेरै ठाउँहरू त घुमेको छु तर पनि त्यस्तो ल यहाँ चाहिँ ओग्रामा सुकुवाकीमा चाहिँ यसरी होइन तिहार जस्तै लागिरहेको हुँदो रहेछ सधैँ रमाइलो छ जे होस् बेलुकाको भ्यू होइन यता चाहिँ अब बिच भइहाल्यो अब यता चाहिँ होटेलहरू रहेछ क्याफेहरू रहेछ अगाडिसम्म छ राम्रो छ हामी चाहिँ यहाँ घुमेर आएको थियौँ गाइज होइन अनि यहाँ सुकुवाकीमा बस्यौँ अब यहाँ चाहिँ अब बुढीले सुगर क्यान खाने भनेर भने अनि यहाँ भैयाजीले चाहिँ पुरै सुगर क्यानलाई जुस रेडी गर्दै हुनुहुन्छ हेलो बोलिदिए हेलो अब ऊ चाहिँ यहाँ आएर बसेको छ होइन यहाँ चाहिँ तपाईँहरू पनि आउनु पऱ्यो भने यहाँ आउनु होला जुस खाएर एकदम खुसी छ नेपालमा खाएको जस्तै रे कस्तो मिठो छ अब यहाँ राम्रो रहेछ अरू केही भन्नु छ केही छैन मिठो रहेछ अहिले कस्तो तिर्खा लाग्यो अहिले ठिक्क भयो पानी खाएर हामी यो पनि खरो भएको छ नि त अघि पानी खाएर डम्मै भएपछि यो पनि एउटा बट्टा पनि धेर भयो ले चाहिँ आफ्नो सकेर मेरो पनि खाँदै हुनुहुन्छ मैले चाहिँ यत्रो धेरै खान सकिनँ किनभने हामीले पानी नै खायौँ क्या मजाले यति धेरै तिर्खा लागेको थियो त्यही भएर मैले खान सकिनँ मेरो हस्बेन्ड चाहिँ खाँदै हुनुहुन्छ मेरो पनि आफ्नो सकेर अब हामी फर्किन्छौँ कति राम्रो आनन्द आयो यहाँ बसेर पनि एकछिन केही भन्नु छ कि बुढा हजुर केही भन्नु छैन कतिको थाक्यो नि यहाँ बसेपछि आनन्द भयो त्यो तिर्खाले पनि धेरै उयो भएको थियो नि त अब मलाई त पानीपुरी खाने पनि यसले यस्तो धेरै डम्मा भयो क्या अघि कस्तो के खाउँ भएको बेलामा अघि चाहिँ हामी घोडामा गर्थ्यौँ राजाको सवारी भएर अब चाहिँ यहाँ हामी यस्तोमा गइरहेको छौँ तर यो पनि राम्रै छ यो चाहिँ फ्री सर्भिस हो अघि चाहिँ पैसा तिरेर पे गरेर गर्थ्यौँ यो चाहिँ अब ओग्राबाट फर्किँदाखेरिको हो यो चाहिँ राम्रो खालको छ नि होइन यो चाहिँ हामी यस्तो अब फ्री ट्रान्सपोर्टेसन हो यो ओग्रा आउँदा चाहिँ नछुटाउनु होला अघि नै चाहिँ जाँदाखेरि चाहिँ हामी घोडामा गर्थ्यौँ पे गरेर हो त्यो चाहिँ पे गर्नुपर्छ यो चाहिँ फ्री ट्रान्सपोर्टेसन हो आउँदाखेरि नछुटाउनु होला यतातिर चाहिँ अब सुकुवाकीको अब क्याफे रेस्टुरेन्टहरू छ नछुटाउनु होला यसमा आउँदाखेरि यतापट्टि भयो बिच भइहाल्यो यो बिच अब हामी फर्किँदै हो हामी कति बजी आएको साँच्ची हामी 3 बजे रुमदेखि निस्केको यहाँ आइपुग्दाखेरि 4:30 भएको 4:30 भएको अहिले कति बज्यो
ठ्याक्कै 7:30 भयो। 3-4 घन्टा हामी मतलब 3-4 बजी 4:30 बजी आएको, अहिले 7 बज्यो भनेपछि हामी 3 घन्टा मजाले घुम्यौँ। यहाँ चाहिँ दोकान सोकान यस्तो छ हेर्नु होला। अब हामी यहाँबाट फर्किन्छौँ गाइस। रमाइलो छ। ओक्रालाई बाई बाई भन्ने बेला भयो। माया बाई बाई भनिदेऊ। बाई बाई होइन अब चाहिँ हामी एउटालाई अब बाई बाई भनेर हामी जाँदैछौँ। अब यहाँ अगाडि गएर पछि मेट्रो आउँछ। मेट्रोमा 127 बस आउँछ। बेलुका पनि एकदम रमाइलो छ है गाइस है। बस चढ्यौँ ओक्रा बिचबाट। ल ओक्रा बसबाट ठ्याक्क के अरे बिचबाट चाहिँ ओक्रा बस ठ्याक्क 127 बस चढ्यौँ। अब जाँदैछु होइन। अब निक्लिनु पर्छ। त्यसपछि अब म पनि निक्लिन्छु। हामी चाहिँ अब ट्याक्क लगाएर ओमभोली नामाबाट उत्रयौँ। अब हामी चाहिँ रुम जाने। हाम्रो रुम बस नम्बर कति हो रे? 139 बस चढ्ने अनि जाने। अब मेट्रो स्टेसनबाट निक्ल्यौँ। अब बस चढ्नुपर्छ टोयोटा सिग्नल। अब चाहिँ हामी रुम फर्किँदैछौँ गाइज है। अब यहाँ बस लागिरहेको रहेछ, बस चढ्ने अनि जाने। ल आजको भ्लग चाहिँ अब हामी यही नै एन्ड गर्छौँ। हामी घुम्यौँ आयौँ। अब रुम गएर फेरि बोल्ने तागत पनि छैन। जाने बित्तिकै फ्रेस हुने, नुहाइधुवाइ गर्ने अनि कम खाने। अघि बिहानै पकाएर आएको छु नि त। सो आज धेरै थकान भयो होइन, एकदमै रमाइलो पनि भयो। आजलाई यति नै। यो भिडियो हामी युट्युबमा पोस्ट गर्छौँ। यति नै, बाई बाई। ल है आजको भ्लग चाहिँ यति नै भयो हाम्रो। अब यहाँनिर मेट्रो बस लागिरहेछ। मेट्रो बस चढ्ने हो अनि त्यसपछि रुमतिर जाने हो। आजको लागि भिडियो यति नै हो।